यहाँ हेर्नु आन्टीले अंकु चाटू भन्नु माई के तर्छ म भन्नु यहाँ हेर्नु आन्टी यहाँ आन्टीले चटपटे बनाउनु भयो यो माथि दाल पकाएको नि आन्टी यो कुरामा पनि भन्नु आन्टी म अघि पानीपुरी खान आएको थिएँ नि है बोल्न म आफ्नो दादासँग बोली कति बोल अब आन्टीले प्याज हाल्नु भयो भन्न खोइ भने के अब हेर्नु गाइस अब आन्टीले प्याज हाल्नु भयो अरु काक्रो अब धनिया हाल्नु भयो धनिया हाल्नु भयो अब के हाल्नु अब खुर्सानी हाल्नु भयो हेर्नु गिलो हेर्नु खुर्सानी हाल्नु भयो हेर्नु गाइस हेर्नु खुर्सानी हाल्नु भयो हेर्नु खुर्सानी हेर्नु कहिलेदेखि आलु चटपटे खान्छ फेरि खुर्सानी राख्नु भयो हेर्नु खानै दिँदैन गर्न अब के हाल्नुहुन्छ हेर्नु चाउचाउ हाल्नु भयो ओइ चाउचाउ हाले के हैन चौकी त हाल्नु भयो कता छ चौकी 50 को नि बनाइदिनु आइदिएर पनि आइसक्यो अघि थिएन हेर्नु 50 को बनाइराछ चटपटे 50 को हो के चट उति हाल्नु भयो हेर्नु चाउचाउ हाल्नु भयो चाउचाउ आन्टी यतैबाट च्यात्दै थियो म छैन जाते च्यात्दै थियो हेर्नु रस पानीपुरी पनि नाम्तो बनाउँछु हेर्नु आन्टी यो के हो हेर्नु चाना हाल्नु भयो त्यो अब दालमोट हाल्छ दालमोट त हाल्नुहुन्छ कि हाल्नुहुन्छ अब मुरी हाल्नु भयो मुरी के भुजा हाल्नुभयो हैन आन्टी हेर्नु अब मसलाको प्याकेट गर्नु यो के हो फेरि एकचोटि चाउचाउ हाल्नुभयो दुईचोटि होइन नि एकचोटि मात्रै हाल्यो यो आन्टीले दुईचोटि ल्याऊ होइन आन्टी यो के हो हेर्नु तेल हाल्नुभयो अब मसला हाल्नुभयो है के को हो मसला चाउचाउको मसला हाल्नुभयो हेर्नु राम्ररी हेर्नु भइरह नि यो के हो नुन हाल्यो यो आन्टीले यो कति धेरै हाल्नुहुन्छ त्यो आन्टी हाल्नु न पिरो हाल्नुभयो पिरो खोर्सानी अनि अजिना धेरै हाल्नुभयो हेर्नु अजिना धेरै हाल्नुभयो ओइ दे मलाई भन्नु हेर्नु रस हाल्नुभयो पुरै सकाइदिनु भयो अनि हाल्नुभयो अब आलु छिल्नु भइरह अहिले यो माहिले झुक्का थियो ओइ हेरेर छैन उही आएनाले त हेर्नु आलु हालिरहेछ आलु म भन्छु के मिक्स गर्नुभयो पुरै घुल गरेर माही अनि थोरै रस खाम कस्तो खुट्टा भयो बन्द गरौँ यसलाई कहाँ